हामी खसीको मासुको ग्रेभी बनाउन जाँदैछौँ जसमा चाहियो मासु अब राख्ने खसीको मासु अनि तेल तोरीको तेल शुद्ध तोरीको तेल राख्ने अनि मेथी राख्ने थोरै तिते राख्यो भने तितो हुन्छ थोरै राख्ने मेथी चाहिँ अलिकति रातो नहुन्जेलसम्म पुराउनु पर्यो है अनि यो के राख्नु गरम मसला सबै दालचिनीहरू सबै गरम मसला अलिकति पुराउने तेजपत्ता सबै हाल्नु पर्यो हामीसँग चाहिँ तेजपत्ता थिएन हालेनौँ तर तपाईँहरूले हाल्न सक्नुहुन्छ त्यसपछि अघि खोलिएको खसीको मासुलाई तेलमा भुट्ने म चाहिँ पछि हाल्छु प्याज चाहिँ म मासु भुटिँदैन भनेर म चाहिँ पछि हाल्छु तरिका हुन्छ आफ्नो तरिकाले पकाउने म चाहिँ लास्टमा हाल्छु प्याज मासु भुटिसकेपछि प्याजले गर्दा मासु भुटिँदैन त्यही भएर म चाहिँ लास्टमा हाल्छु अब चाहिँ खसीको मासुलाई रातो हुन्जेलसम्म भुट्ने रातो भएपछि मात्रै मसला राख्ने अब यो मसलामा चाहिँ के पर्छ मम्मी गरम मसला यसमा चाहिँ जिरा धनियाँ जिरा अनि मेथी त अघि फुराइसक्यौँ के अरे मरिच अनि त्यसपछि ल्वाङ सुकमेल पनि मजाले कुट्ने अनि त्यसपछि यो हामीले चाहिँ सुरुमा गरिसकेको के अरे अदुवा लसुनको पेस्ट हो त्यो अदुवा लसुनको पेस्ट पनि चाहियो अनि यो छुट्टा छुट्टै गर्दाखेरि पाउडर बन्छ नि त होइन मम्मी पाउडर बन्छ अनि त्यही कुटेर अनि मजाले कुट्ने मासु रातो भइसकेपछि मात्रै हाल्ने यसलाई यो चाहिँ सुरुमा बनाएर राख्ने अनि त्यसपछि अब अहिलेको मासु रातो भइसक्यो त्यसमा अब के बेसार अनि नुन राख्ने अगाडि राख्यो भने डढ्छ म चाहिँ पछि लास्टमा राख्छु मासु भुटिसकेपछि मात्रै राख्छु अनि यसलाई मजाले चलाउनु पर्यो हैन त्यसलाई चलाउनु नुनले भिज्छ नि मासुलाई नत्र नुन पस्दैन मासुमा अनि मजाले चलाउने अनि त्यो अलिकति चलिसकेपछि अनि प्याज राख्दिने भनेपछि तपाईँ लास्टमा प्याज राख्नुहुन्छ है जहिले लास्टमा प्याज राख्छु अनि प्याजलाई चलाइदिन्छु एक राउन्ड चलाइसकेपछि एक राउन्ड हान्दिनुहुन्छ प्याजलाई त्यसरी चलाइसकेपछि एक राउन्ड 2 राउन्ड नै हान्नुभयो त एक राउन्ड 2 राउन्ड 3 राउन्ड धेरै राउन्ड हान्नुभयो त त्यसलाई पनि अलिकति चलाउनै पर्छ नत्र भुटिँदैन नि त्यो पनि भुट्छु मजाले अनि म चाहिँ यो भुटिसकेपछि अघिको हामीले बनाएको गरम मसलाको धुलो त्यो हाल्छु मसलाको धुलो हाल्छु अनि अदुवा लसुन नि सँगसँगै हालिदिन्छु पहिला त्यसलाई चलाउनु पर्यो त्यसलाई मजाले चलाउनु पर्यो सबै मासुमा लाग्नु पर्यो अनि गजबको मिठो हुन्छ त हैन मम्मी मसला गनाउँछ के मसला नि त्यो गनाउँछ के त्यसलाई मसलालाई भुट्नु पर्छ तर मसला फस्स गनाउँछ अनि मसला भुटिसकेपछि अनि अदुवा लसुन हालिदिन्छु अदुवा लसुनको धुलो हाल्नु पर्यो अनि हालिदिन्छु अनि पछि म लास्टमा पकाइसकेपछि देखाउँछु यहाँ देखिहालिन्छ नि यहाँ तपाईँले बनाएको यो हालिसक्नु भयो होइन हालिसकेँ अनि पछि म लास्टमा देखाउँछु अनि मजाले यसलाई पनि चलाउनु पर्यो चलाउनुपर्छ मजाले चलाउनु पर्यो यो पनि 5-6 राउन्ड 10 राउन्ड हान्नु पर्यो यसलाई पनि हैन यसलाई पनि मजाले चलाउनु पर्छ नत्र अदुवा लसुन फस्स गनाउँछ सबै मजाले चलाएपछि सबै मासुको कणमा छिर्ने भयो राम्रो मिठो हुने भयो स्वादिष्ट स्वाद आउँछ त्यसको चाहिँ त्यसपछि अलिकति छोप्नु सम्पर्क गरिनु हुन्छ तपाईसँग सम्पर्क गर्नु पर्यो यो चाहिँ के गरेर मम्मी एउटा के अरे कचौरा माथि तातो पानी तताउने चिसो पानी चाहिँ स्वाद लिँदैन क्या मासु स्वाद हुँदैन माथि नै तताउने चाहिँ मिठो हुन्छ ए पाकिसक्यो लौ न कति छिटो पाकिसक्यो मासु रेडी भयो माथिबाट धनिया हाल्नु भयो गजब मिठो अब म छोरीलाई खान दिन्छु यहाँ मैले त एक थाल भात पनि लिइसकेँ एक थाल भात लिएर अनि खसेको मासु झ्याम्म एक कचौरामा लिएर अनि त्यसपछि म तपाईँको यो कस्तो रहेछ भनेर म यहाँ तपाईँको रेटिङ गर्छु है त गजबको मजाले लिएँ मैले त भात यहाँ खाँदैछु हेर्नु न मैले खाएको हेर्नु त यहाँ गजबले स्वम मासु र भात के चाहियो मासु र भात खाएपछि त लाउन त्यो पनि स्वाद अनुसार मिठो भोक लागेपछि झन् मिठो हुन्छ झन् आमाले पकाएर दिएको त झन् कति मिठो हुन्छ होला हेर्नु त मजाले मिठो भएको थियो कस्तो छ भन्छ के मिठो भएर हेर्नु त एक थालै सकाइसक्यो नि
कहाँ थाल नचाटे छोरी, थाल धेरै नचाट, मिठो भएपछि फेरि भोलि पनि पकाइदिन्छु। ल म भोलि पनि पकाउँछु। मजाले खाएँ ल है। धन्यवाद मम्मी, सधैँ यस्तै म बनाइराख्नु। अनि त्यसपछि ज्यान त गजब लागिहाल्छ नि यति खाएपछि। ल थ्याङ्क यू गाइज फर वाचिङ।